आज हामी एउटा अलिक गम्भीर अनि भनौँ भने विवादास्पद विषयमा कुरा गर्दैछौँ। जिम्बाब्वेले खडेरी र भोकमरीसँग जुझ्न 200 हात्ती मार्ने जुन निर्णय गर्यो नि, सीएनएनमा आएको जानकारीलाई आधार मानेर यसको अलिक गहिरो विश्लेषण गरौँ न। यो किन भयो, के तर्क छ, कस्तो प्रतिक्रिया आयो, सुरु गरौँ है त। जिम्बाब्वे सरकारले यस्तो कदम किन चाल्नु पर्यो होला? हो, यो साँच्चै नै एउटा जटिल अवस्था हो। अब स्रोतहरू हेर्दाखेरि मुख्यतया दुईवटा कारण देखिन्छन्। पहिलो त जिम्बाब्वेले अहिले दशकौंकै सबैभन्दा खराब खडेरी भोगिरहेको छ। ए, नराम्रोसँग? हो, अनि यसले गर्दा देशका लगभग आधा जनसङ्ख्या मतलब करिब 77 लाख मानिस चरम भोकमरीको जोखिममा परेका छन्। सरकारको योजना चाहिँ अब यी मारिने हात्तीको मासु भोकाएका नागरिकहरूलाई बाँड्ने भन्ने छ। 77 लाख मानिस भोकमरीको जोखिममा? यो त सुन्दैमा पनि डरलाग्दो तथ्याङ्क हो। अनि दोस्रो कारण चाहिँ के रहेछ त? दोस्रो कारण हो हात्तीको संख्या एकदमै धेरै हुनु। जिम्बाब्वेमा अहिले 84,000 भन्दा बढी हात्ती छन्। 84,000? हो, तर त्यहाँको राष्ट्रिय निकुञ्ज र वन्यजन्तु प्राधिकरणले के भन्छ भने उनीहरूले धान्न सक्ने क्षमता जम्मा 45,000 को मात्र हो। 45,000 मात्र? भनेपछि त झण्डै दोब्बर भयो नि। एकदम, धान्न सक्ने भन्दा झण्डै दोब्बर हात्ती। यो त अब सोच्नुस् न, बोत्सवानापछि विश्वकै दोस्रो ठूलो हात्ती जनसङ्ख्या हो। यत्रो संख्याले स्रोत साधनमा कति धेरै चाप पर्ला। हो नि, झण्डै दोब्बर त साँच्चै ठूलो असन्तुलन रहेछ। के यस्तो खालको अवस्था अरू देशमा पनि देखिएको छ? छ नि, यो जिम्बाब्वेको घटना मात्रै होइन। उनीहरूको छिमेकी देश नामिबियाले पनि यस्तै खडेरी र खाद्य असुरक्षाको सामना गर्न 700 जङ्गली जनावर मार्ने निर्णय गर्यो। त्यसमा हात्ती पनि थिए। ए हो र? नामिबियामा पनि? हो, त्यहाँ त 150 भन्दा बढी जनावर मारिसकेका छन् रे। अनि 1,25,000 पाउन्ड भन्दा बढी मासु बाँडिसकिएको छ। खासमा यो गम्भीर खडेरी प्राकृतिक मौसमी घटना एल निन्यो र जलवायु परिवर्तनले गर्दा झन बढेको हो। यसले दक्षिणी अफ्रिकाका धेरै देशलाई असर पारेको छ। ए, एल निन्यो र जलवायु परिवर्तन? हो, अनि जिम्बाब्वे सरकारको तर्क पनि के छ भने यति धेरै हात्ती हुँदा स्रोतको अभाव त हुने नै भयो, अनि मान्छे र वन्यजन्तु बीच द्वन्द्व पनि बढ्छ। यही वर्ष मात्रै जिम्बाब्वेमा यस्तो द्वन्द्वमा कम्तीमा 31 जनाले ज्यान गुमाइसकेका छन्। हालैका हप्ताहरूमा पनि हात्तीको आक्रमणबाट मानिस मारिएका खबर आइरहेका छन्। डरलाग्दो अवस्था रहेछ। अनि नामिबियाको जस्तै मासु वितरण गर्ने कुरा आयो, जिम्बाब्वेको योजना पनि ठ्याक्कै त्यस्तै छैन त? हो, योजना उस्तै देखिन्छ। त्यहाँका वातावरण मन्त्रीले भनेअनुसार मासुलाई सुकाएर पाक गरेर अनि आवश्यक परेका समुदायमा पुर्याउने भन्ने छ। एउटा चाखलाग्दो कुरा के छ भने यो 1988 पछि जिम्बाब्वेको पहिलो आधिकारिक हात्ती मार्ने कार्यक्रम हो। 1988 पछि पहिलो पटक? निकै लामो अन्तरालपछि? हो, आवश्यक कागजपत्र मिलेपछि कार्यक्रम सुरु गर्ने उनीहरूको योजना छ। एकातिर यो मानवीय सङ्कटलाई हेरेर लिएको निर्णय जस्तो देखिन्छ, तर अर्कोतिर पक्कै पनि यसको विरोध भएको हुनुपर्छ हैन? संरक्षण कर्मीहरूले के भनिरहेका छन् त? एकदम सही कुरा उठाउनुभयो। यो निर्णय निकै विवादित छ। विरोध नहुने कुरै भएन। पशु अधिकार कर्मी र संरक्षणवादीहरूले यसको कडा आलोचना गरेका छन्। कडा आलोचना नै? हो, जस्तै जिम्बाब्वे स्थित सेन्टर फर नेचुरल रिसोर्स गभर्नेन्सका निर्देशक हुनुहुन्छ फराई मगुबु। उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नु भएको छ, हात्ती मार्न रोक्नुपर्छ, अनि थप्नु भएको छ हात्तीलाई बाँच्ने अधिकार छ। बाँच्ने अधिकारको कुरा हो। अनि अर्का संरक्षण जीवविज्ञानी हुनुहुन्छ किथ लिन्से। उहाँले पनि चिन्ता व्यक्त गर्नुभएको छ। उहाँको भनाइ के छ भने खाद्य असुरक्षा कम गर्न यसरी वन्यजन्तुको मासु प्रयोग गर्दा बुशमिट मतलब गैर कानुनी वा अव्यवस्थित रूपमा शिकार गरिएको जंगली जनावरको मासुको अस्थिर र अनियन्त्रित माग बढ्न सक्छ रे। ए, बुशमिटको माग बढ्ने खतरा हो, जसले संरक्षणमा झन ठूलो चुनौती थप्न सक्छ। अब हामी यहाँ स्रोतमा आएका फरक फरक विचारहरू मात्रै प्रस्तुत गर्दैछौँ है, कुनै पक्ष पोषण नगरिकन। ठीक हो। त्यसो भए यो घटनाले समग्रमा के देखाउँछ त? यो त साँच्ची नै एउटा जटिल अनि दुखद स्थिति रहेछ। एकातिर भोकमरी र मानव सुरक्षाको तत्काल आवश्यकता छ, अर्कोतिर दीर्घकालीन संरक्षण र पशु अधिकारको गम्भीर प्रश्न पनि छ। यसले के देखाउँछ भने जलवायु परिवर्तनको मारमा परेका देशहरू कसरी परम्परागत संरक्षणका उपाय र तत्कालको मानवीय सङ्कट बीच
एकदमै गाह्रो छुनौट गर्न बाध्य भइरहेका छन्। हो, एकदमै। र यसले एउटा महत्त्वपूर्ण प्रश्न पनि खडा गर्छ नि। जलवायु परिवर्तन, बढ्दो जनसङ्ख्या, मानिस र वन्यजन्तु दुवैको अनि आधारभूत मानवीय आवश्यकताको यस्तो चरम दबाव झेलिरहेका ठाउँहरूमा संरक्षणका रणनीतिहरूलाई कसरी अनुकूल बनाउने होला? के हात्ती मार्ने जस्तो कठोर कदम बाहेक अरू दिगो विकल्पहरू हुन सक्दैनन्? जुनबारे स्रोतहरूमा सायद त्यति विस्तृत छलफल भएन कि यसमा पक्कै पनि थप विचार गर्नुपर्ने देखिन्छ।